अपलोड गरिन्छ। अहिले त्यो कसरी अपलोड गरिन्छ त्यो अहिले म आफूहरूले सिकाइरहेको छु होइन। त्यसपछि यस्तो फेसबुकमा फोटो आफूहरू अपलोड गर्न सक्छ भनेर म सिकाउँदैछु। अहिले जस्तै यो फेसबुकलाई ओपन गर्ने होइन, त्यसपछि यता 3 डटको अप्सन छ, यसलाई यस्तो थिच्ने। त्यसपछि यता प्रोफाइल आयो होइन, यसलाई प्रोफाइललाई यस्तो थिच्नुपर्छ। त्यसपछि तल जानु होइन, तल गएपछि यता लाइभ फोटो छ, यसलाई फोटो अपलोड गर्दाखेरि लाइभ आउँदाखेरि यसलाई लाइभलाई थिच्नुपर्छ। अनि फोटो अपलोड गर्दाखेरि फोटोले थिच्नुपर्छ। अनि त्यसपछि अब कुनै फोटो अपलोड गर्ने होइन कि फोटो अपलोड गर्ने, भिडियो अपलोड गर्ने, जुनसुकै अपलोड गर्न सक्छ आफूले होइन। त्यसपछि यसलाई अपलोड गर्नु होइन। अपलोड गरेपछि अब जस्तै मैले एक्जाम्पलमा एउटा भिडियो अपलोड गर्छु भनेर यस्तो यसलाई थिच्नु अनि यसलाई डाउन गर्नुपर्छ होइन। अब यता केही लेख्यो भने यस्तो थिच्नु होइन, यता लेख्नु, नेपालीमा लेख्नु सक्छ पनि, इङ्ग्लिसमा पनि लेख्नु सक्छ होइन। आफूले जुन मन लाग्छ त्यही लेख्नु होइन। त्यही भएर यस्तो भिडियो हामीहरू बनाएर आफूहरूलाई सिकाउँदैछु। प्लिज मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद। यति नै म सिकाउन चाहन्छु।